कर्मवीरका नियम। 1. कर्मवीरका सिद्धान्तभित्र रहेर प्रत्येक कर्मवीर स्वयंसेवकले इतिहास भूगोलका आँखाले हेरी 4 सत्ता समर्थक कर्म गर्ने गराउने, शाखा प्रशाखा खोल्ने प्रचार गर्ने। 2. व्यक्तिगत अथवा कुनै संस्थाको विरोध नगरी बिग्रेको सुधार्ने र बाटो बिर्सेकालाई बाटो देखाउने। 3. सूत्र रूप कर्मवीरको सिद्धान्त र नाराको मौलिक व्याख्या गरी आफूले जाने बुझेसम्म समाधान गर्ने गराउने। 4. मिथ्या आडम्बर, वृथा बागजाल र निष्फल प्रलोभन दिएर कुनै बन्धुलाई नभुलाउने, स्वयं पनि नभुल्ने। 5. सार्वजनिक विषयमा एक वचनको प्रयोग नगरी सर्वदा सर्वत्र यथासाध्य बहुवचनकै प्रयोग गर्ने तथा तेरो मेरो भावना हटाई हाम्रो भावना जगाउने। 6. राम शाह, पृथ्वीनारायण शाह, पृथ्वी मल्ल, पुण्य मल्ल, महेन्द्र मल्ल, स्थितिराज मल्लहरूका स्थितिहरूको पनि समुचित उपयोग गर्ने। 7. यथासम्भव सात्विक र प्राकृतिक स्थानीय साधनद्वारा अल्पारम्भबाट सहयोग साध्य बृहत्तर रचनात्मक कर्म गर्दै आय दल्पतरो व्याय आय भन्दा व्याय अलि कम गरेर निस्वार्थ भावले मातृभूमिको सेवा गर्ने। 8. देशवासी प्रवासी समस्त बन्धुहरूमा जननी जन्मभूमिश्च स्वर्गादपि गरिएसी भन्ने आदर्श पुर्खाहरूले प्रचार गरेका उदात्त भावनालाई अक्षुण्ण राखेर जिल्ला 2, गाउँ 2, घर 2, डाँडा काँडा खोला नाला कर्मवीरका वीरोचित्त नाराले अकर्मणीयतालाई सेलाएर समस्त सन्तति बन्धुवर्गलाई एकताका सूत्रमा गाँथी चन्द्र सूर्य अङ्कित चिरन्तन स्वतन्त्र राष्ट्र ध्वजलाई विश्वतुङ्ग पुर्खाका कृतिले धवल र अचल हिमाचलमा निश्चल राख्ने।